मसँग पढ्ने साथीहरू हवाई जहाजमाथि म चाहिँ भैँसी गोठाले साथीहरू। यो चाहिँ अंशेलु त अब गर्मी भएर। हेलो साथीहरू सबैजनालाई दर्शन नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु भन्नुपर्छ। अनि यो चाहिँ मेरो नयाँ युट्युब च्यानल हो। सबैजनाले सब्स्क्राइब गरिदिनु होला र लाइक शेयर गर्नु नभुल्नु होला साथीहरू। म चाहिँ आज गोठाला गर्दैछु साथीहरू। गाउँघरको यस्तै हो साथीहरू। यो चाहिँ हाम्रो खेत हो साथीहरू। गाउँघरको यस्तै हो, जङ्गलघारी त्यस्तै छ साथीहरू। अनि यो यता पारीको डाँडाहरू चाहिँ चख्या डाँडा हो साथीहरू। अनि यता यो ठुलो डाँडा चाहिँ यो चाहिँ हाम्रो टेम्के डाँडा हो साथीहरू। खोटाङ र भोजपुरको सिमानाको यो चाहिँ टेम्के डाँडा। अनि यता रतनछाम अब टेममा हुँदै यता चाहिँ यताउता चाहिँ साइड छ दिक्तेल बजार पर्छ साथीहरू। मसँग पढ्ने साथीहरू हवाई जहाजमाथि म चाहिँ भैँसी गोठाले साथीहरू। म चाहिँ अब घरको अर्ग्यानिक ऐसेलु खानुतिर लागे साथीहरू। अब भैँसी गोठाला गर्दै ऐसेलु खानु पर्यो साथीहरू। यहाँ चाहिँ ऐसेलु साथीहरू। यहाँ चाहिँ यसलाई चाहिँ यो हजुरहरूले कसलाई थाहा छ यसको नाम चाहिँ, कसले खानु भएको छ, कतिजनाले कमेन्ट गर्नु होला कसले चिन्नुहुन्छ। यो चाहिँ गुलियो रहेछ, अलिअलि टरुम, भोक पनि मेट्छ साथीहरू, तिर्खा पनि मेट्छ यसले चाहिँ घाममा साथीहरू। कसले खानु भएको छ साथीहरू आउन खानु। गुड छ। चाहिँ यता चढ्दैछ आज। अनि यो चाहिँ भिटानको बिहार हाम्रो सबैहरू छ यता। असार डेढदेखि हाम्रो धुम्म हुन्छ साथीहरू। आज चाहिँ दिन पनि साह्रै गर्मी पनि भएको छ। हावा पनि अलिअलि चल्दैछ। ल है साथीहरू, मेरो भैँसीहरू चाहिँ सुत अब गर्मी भएर पुरै हाल बस्यो साथीहरू। चाहिँ अगाए पनि साथीहरू म चाहिँ अब बान्छु। त्यहाँ पर चाहिँ आज मकै खन्न दाराम छ साथीहरू। बिजोक रमाइलो साथीहरू। यस्तो घाम छ।